हेलो गुड मर्निङ साथीहरू। यो घर चाहिँ म पहिला बसेको ठाउँ है। अहिले चाहिँ यहाँ बस्दिनँ म। त्यही फुल चाहिँ उप दामी फुलिरहेको छ। यो घरमा बस्थेँ पहिला म, यतापट्टि त्यो घुम्तीमा। आइपुग्यो भाउजूको घर पनि। के पाक्दैछ? मेरो काम है स्पेसल अचार बनाउँछु नि त, अनि त्यही भएर मलाई राखिदिइराख्नु भएको रहेछ भाउजूले। हुँदैछ नि अचारको लागि चाहिँ बोल्नु न, बोलेर बनाउनु न, युट्युबमा आउँछ क्या भाइ। अचारको लागि बन्द गर्ने काँक्रा कटिङ हुँदैछ। काँचो मटर, मुला, खुर्सानी। किन रुको भन्नुहुन्छ भने म फेरि मायाले धोका दिएर रुको होइन नि, मलाई चाहिँ यो प्याजले गरेर म रुको हो नि खास गरी। होलीको रमझम हुँदैछ है यहाँनिर चाहिँ। काट्ने मान्छे चाहिँ यता हो। फाइनली अचार पनि रेडी भयो। यता मासु, यो बोकाको मासु, गाईहरू बोकाको, यो भनेको च्वाचेको मासु हो। अनि यता चाहिँ यहाँ पुलाउ हुँदैछ।